So hello everyone, आज चाहिँ म हजुरहरुको लागि एउटा मिठो डेजर्टको रेसिपी लिएर आएको छु. So let's start. त्यसको लागि चाहिँ मैले बिस्किट डाइजेस्टिभ बिस्किट लिएको छु. त्यसलाई ग्राइन्ड गर्दै छु. ग्राइन्ड गरिसकेपछि तातो बटर पनि त्यसमा मिसाएर त्यसमा मज्जाले मिक्स गरेर एउटा प्लेटमा सेट गर्न राखेको छु मैले. हजुरलाई यो रेसिपी के हो भन्ने थाहा भइसक्यो होला. सो अब नेक्स्टमा चाहिँ मैले पनिर लिएको छु 200 ग्राम ब्लेन्ड गर्नको लागि र त्यसमा मैले हाफ कप ग्रीक योगर्ट राखेको छु. थोरै क्रिम, फ्रेश क्रिम र अलिकति मह पनि राखेर यसमा म बटर पनि राखेर 1 चम्चा बटर राखेर म मज्जाले सफ्ट नहुन्जेलसम्म म यसलाई ग्राइन्ड गर्दै छु. र यतिको ब्याटर भइसकेपछि म यो प्लेटमा यसको सेकेन्ड लेयर बनाएर राख्दै छु र यो थर्ड लेयरमा मैले म्याङ्गो चङ्क्सलाई काटेर राखेको छु. हजुरहरूले बिस्किट नै ग्राइन्ड गरेर राख्न सक्नुहुनेछ. यो पुरै अप्सनल छ. हजुरहरूले जुन लेयर राखे नि हुन्छ माथिपट्टि र मैले लास्टमा चाहिँ गार्निश गर्नको लागि बिस्किट पनि राखेको छु. बिस्किट अलिअलि गरी स्प्रिङ्कल गरेर राख्दिने र मैले राम्रो डेकोरेसनको लागि मैले एउटा म्याङ्गो क्युब्सलाई पनि राखेको छु. हजुरहरूको डेकोरेसन पुरै अप्सनल छ. हजुरहरूले चकलेटले पनि टपिङ गर्न सक्नुहुन्छ र यसलाई फ्रिजमा सेट गर्न राख्नुपर्नेछ. र यसरी हजुरहरूले आफ्नै स्टाइलमा राख्न सक्नुहुन्छ. र 4 to 6 आवरको लागि मैले सेट हुनको लागि फ्रिजमा राखेको थिएँ. आफ्टर 6 आवर्स यो पुरै सेट भइसकेको छ र मैले अब झिकेर हेर्दैछु यो एकदम सफ्ट एकदम मिठो होला जस्तो भएको छ. त्यो हजुरलाई मेरो रेसिपी मन पर्यो भने लाइक, शेयर र सब्स्क्राइब गरिदिनु होला. यो चाहिँ फाइनल लुक रहेको छ म्याङ्गो चिज केकको. सो खाँदाखेरि पनि एकदमै मिठो भएको थियो. हजुरहरूले पनि बनाउन सक्नुहुन्छ. ओके बाई.